So, hello. Today we have. Kaira. How would you like to introduce yourself to our audience? म चाहिँ सिङ्गर सङ राइटर अनि मेनली म स्टोरीसँग सङ लेख्छु Okay. So, anything that you want to share to after loved ones or like? सबैजनालाई शुभकामना नै भन्न चाहे नट अ पोएट्री अ मेसेज आई क्यान गिभ त्यो चाहिँ के हुन्छ भने तिमी जहाँ छौ जहिले खुसी नै भइराख्नु एन्ड आई विल बी हियर प्रेइङ फर यर सक्सेस एभ्री डे So, what do you want to share to your loved ones as a favorite 14 boy? Go ahead. Any message to your loved ones? त्यस्तो त केही मेसेज छैन तर आई लभ यु Since it's a month of February, any message that you want to share to your loved ones? आई लभ यु द्याट्स इट First of all, namaste सबैलाई एन्ड रियली थ्याङ्क यू सबैजना यसरी जोइन इन भइदिनु भएकोमा हाम्रो एउटा सोच थियो शब्द बारेमा के गरौँ कविता बारेमा के गरौँ भनेर एउटा सोच लिएर बसिरहेको थियौँ अलमोस्ट अ मन्थ के इभेन्ट गर्नुपर्छ यो भेन्यूमा भनेर हामी सोचिरहेको थियौँ त्यो सोच आज एउटा इभेन्टमा एक्जिक्युसन भइरहेको छ एन्ड यतिजना मान्छे आउँछ को बोलाउने के गर्ने भन्ने धेरै कन्फ्युजन थियो हिजोसम्म पनि र आज चाहिँ वे फाइनली डुइङ इट त्यही भएर थ्याङ्क यू फर्स्ट अफ अल हजुरहरूको लागि फर जोइनिङ यो इभेन्ट हाम्रो भन्दा नि हजुरहरूको बढी हो र अर्को चाहिँ हाम्रो इभेन्टमा हामी के गरिरहेको छौँ भन्दा यो इभेन्टको नाम शब्द सञ्जाल किन भयो भन्ने कुरा पनि गरिरहेको शब्द सञ्जालको चाहिँ शब्द त अफकोर्स भयो सञ्जाल किन राख्यौँ त होइन सञ्जाल चाहिँ बेसिकली हामीले प्रमोट गरिरहेको छ मन्थली पोएट्री इभेन्ट अनदर भनेको चाहिँ हामीले नेटवर्क अफ भोइस भनिरहेको छौँ किन भन्दाखेरि हामीले चाहिँ यहाँ पोइट्री इभेन्ट गरेपछि यहाँबाट हामी छुट्टिएपछि इभेन्टबाट छुट्टिएको चाहिँ हुँदैन है हामी जोडी नै रहेका हुन्छौँ हामी एकअर्कासँग चाहिँ हामी क्रिएटिङ एउटा ग्रुप एउटा कम्युनिटी सो द्याट हामी फेरि इभेन्ट गरिराखौँ फेरि हजुरलाई निम्ति दिइराखौँ र फेरि हजुरको शब्द सुनिराखौँ भनेर हामी पछि फेरि एउटा जोडिने माध्यम बनाइरहेको छौँ जहाँ चाहिँ हामी हजुरको शब्द सुन्न चाहन्छौँ शब्द माइक नट जस्ट इन द पोइट्री हजुरको सजेसन पनि हुनसक्छ त्यो शब्द पनि हामी स्वीकार्छौँ इभेन्टलाई कसरी बेटर गर्न सकिन्छ इभेन्टमा कस्तो कुराहरू चाहिँ अझ सुधार्नु पर्ने छ त्यही भएर हजुरको शब्द चाहिँ हामीलाई एकदमै चाहिने नै रहेको हुन्छ युजली हामी एउटा वाक्य बनाउँदाखेरि थुप्रै शब्दहरू जोडिरहेका हुन्छौँ यो इभेन्ट पनि त्यस्तै नै छ हामी यहाँ शब्दहरू जोडि नै रहेको छौँ र यो वाक्यमा चाहिँ एउटा अन्त्य भने पूर्ण विराम हुन्छ हामी सुरु त गऱ्यौँ यसको पूर्ण विराम चाहिँ निरो गरेको छैन टुङ्गाउनु चाहिँ हामी चाहँदैनौँ त्यो भएर जबसम्म हजुर शब्द हामीसँग जोडिराख्नुहुन्छ यो कार्यक्रममा पनि जोडि नै राखेको छ बढी नै रहिरहेको छ है विथ द्याट बिङ सेड आजको हामी इभेन्ट सुरु गर्छौँ सो फर्स्ट पर्फर्मरको लागि चाहिँ आई लाइक टु इन्भाइट ममताको बारेमा थोरै भन्दाखेरि चाहिँ हामी आर्टिस्टहरू सेलेक्सन गर्दाखेरि चाहिँ कोसँग बोलाउने कता बोलाउने भन्दाखेरि चाहिँ आई ह्याड कल ममताको चाहिँ मलाई रेकमेन्डेसन भएको थियो अनि फर्स्ट कल गर्दाखेरि चाहिँ मेरो नाम चाहिँ ममता हो तर म त्यति साइलेन्ट चाहिँ छैन है उसको नाम एकदम पोएटिक छ अनि उसँग जब म कल गरिरहेको थिएँ उसको वरिपरि पुरै बच्चाहरू कराइराख्नु भएको थियो म त के गर्छु तिमी भन्दाखेरि चाहिँ आम टिचर भनेको थिएँ अनि उसले फर्स्ट इन्ट्रोडक्सन मेरो नाम ममता मात्र हो म चाहिँ एकदमै साइलेन्ट छैन भनेको चाहिँ एकदमै एनर्जेटिक अनि केही न केही गर्दा के भइरहेको छ कस्तो भइरहेको छ एकदम एनर्जी दिइरहेको थियो सो विथ द्याट नोट आई थिङ्क हाम्रो फर्स्टको पर्फर्मर ह्याज टु बी ममता विथ द्याट एनर्जी लेट्स इन्भाइट हर हेलो एभ्रिवान गुड इभिनिङ दर्शन एन्ड नमस्ते फ्रम मौनता इन्ट्रोडक्सन दिइहाल्नुभयो फेरि त्यही पनि मेरो यो लाइनै भइसकेको छ एभ्रिवेयर आई पर्फर्म जसको नाममा मात्रै मौनता छ व्यवहार कतै पनि छैन सीमित छ त केवल नाममा मात्रै मौनता सीमित छ अनि आजको लागि मेरो पहिलो कविताको शीर्षक छैन सिचुएसन छ सिचुएसन चाहिँ के हो भन्दाखेरि यु लभ सम वान फ्रम फार जस्ट लाइक यु सी द मुन फ्रम हियर टु द स्काई एन्ड यो यसरी सुरु हुन्छ सुनिदिनु होला है आकाशको जुनलाई निहाले झै आकाशको जुनलाई निहाले झै म टाढै बसेर तिमीलाई हेर्नेछु नजिकिनु भन्दा टाढै बस्नमा सन्तोष खोज्नेछु तिम्रो सौन्दर्यमा मेरो कालो नजर नपरोस् तिम्रो सौन्दर्यमा मेरो कालो नजर नपरोस् भनी म शब्दभन्दा मौनता रोजी चुपचाप निहालिरहनेछु म शब्दभन्दा मौनता रोजी चुपचाप निहालिरहनेछु छाया बनेर उज्यालो पन्छाउने मेरो चाहना छैन किनकि तिमी त स्वयं उज्यालो हौ पूर्ण र पवित्र अनि म त केवल रात चाहिँ हुनेछु एक्लो र अन्धेरी तिम्रो हाँसोले आकाश फाटे पनि मेरो छातीमा भने मौनता नै थुप्रिरहनेछ म बादल चाहिँ किनारमै रहनेछु पोखिन नपाउने पीडा बोकेर न त तिम्रो उज्यालोलाई ओझेल पार्नेछु न त आफ्नो अन्धकारलाई तिमी माथि खसाल्नेछु माया कहिलेकाहीँ नजिकिनु मात्रै होइन माया कहिलेकाहीँ आफ्नो चाहना चुपचाप
छाडिदिनु पनि हो। कसैलाई सर्वस्व नै ठानी टाढैबाट स्नेह गरिरहनु पनि हो। त्यसैले आकाशको जुनलाई निहाले झै आफू अपुरो रहेर पनि आफू एक्लो भएर पनि म तिमीलाई सधैँ टाढैबाट हेरिरहनेछु। म सधैँ तिमीलाई टाढैबाट माया गरिरहनेछु। तिमी आकाशको जुन ताराहरूसँग खेल्छौ अनि म त्यही आकाशकै अँधेरी ओझेलमै रमाउँछु। त्यसैले म तिमीलाई टाढै बसी माया गरिरहनेछु। म तिमीलाई टाढै बसेर निहारिरहनेछु। धन्यवाद। मेरो पहिलो कविता सकिएको छ अनि मेरो दोस्रो कविता चाहिँ को हो र ऊ भनेर छ क्या। स्पेसल्ली त्यो चाहिँ लेखेको थिएँ लाइक वी लाइक समवन अनि वी डोन्ट इभन नो वाइ वी लाइक द्याट पर्सन, किनकि स्पेसिफिक केही हुँदैन क्या। अनि यु विल थिङ्क अफ द्याट आफ्टर यु स्टार्ट टु अनलभ देम। अनि त्यही भएर लेखेको थिएँ। कहाँ छ एन्ड इट गोज विथ दिस। आखिर को चाहिँ हो र ऊ एउटा साधारण व्यक्ति, म जस्तै, तिमी जस्तै, हामी जस्तै होइन। के चाहिँ छ र उसमा खास? श्वास फेर्ने उही, रगत उही, धड्कन उही। अरूभन्दा फरक चाहिँ के हो त? उसमा फरक चाहिँ के हो त? बोल्ने तरिका, हाउभाउ, सुगन्ध? नै। सबै सामान्य छ उसमा, सबै उस्तै नै छ। फरक केही पनि छैन उसमा। जे हुनुपर्ने त्यही नै छ, जे छ त्यही नै छ। तर थोरै मुहार फरक होला उसको, उसको व्यवहार थोरै फरक होला अनि थोरै ऊ मेरो होला। सायद यही होला फरक उसमा र अरूमा। ऊ थोरै मेरो हुनु, म उसको पुरै हुनु, उसको बास म भित्र हुनु। सायद यही होला फरक उसमा र अरूमा। अरू जो छन् मेरा होइनन् अनि म अरूकै होइन। अनि ऊ छ जो चाहिँ थोरै मेरो छ अनि म उसकी छु। सायद यही होला फरक उसमा र अरूमा। सायद यही होला खास उसमा। धन्यवाद। अनि यो चाहिँ आजको लागि मेरो लास्ट पोएम हो। यसमा चाहिँ मेरो एउटा छुट्टै इन्ट्रोडक्सन छ क्या। इन्ट्रोडक्सन चाहिँ के हो भन्दाखेरि म नसेडी हो, आइएम एन एडिक्ट। अनि एक्चुअली मैले चुज गरेँ एडिक्सन हो क्या। एडिक्सन के चुज गरौँ त भनेर सोचेँ अनि केही त्यस्तो चुज गरौँ जसले बोलोस् तर पनि शान्त रहोस्। अनि मेरो त्यही एडिक्सन हो। अनि हजुरले सुन्दै गए बिस्तार पाउनुहुन्छ त्यो एडिक्सन के हो त भनेर। अनि मैले सुरु यसरी गरेँ। मदिरा, सोमरस जस्तै नसाका थुप्रै नामहरू छन्। अनि म अलिक अर्कै किसिमको नसेडीमा पर्छु। म गर्दिनँ केहीको तर म आँखाहरूको नसा गर्छु। ती कहानी, कथा अनि चित्रण भरिएका आँखा मेरो हृदय घाती, मेरो एक मात्रै नसा। म त भन्छु आँखा सबै नसालु नै हुन्छ। अनि म अझै भन्छु कि आँखा सबै सुन्दर होइन, अति सुन्दर हुन्छ। म प्रेमी पनि हुँ, त्यो नि अजीब किसिमको। म तिमीलाई होइन, म तिम्रो आँखाहरूलाई प्रेम गर्छु। फेरि तिम्रो आँखा मात्र होइन, म सबैको आँखालाई प्रेम गर्छु। म आँखाहरूलाई प्रेम गर्छु। मुस्कुराउँदा अनि हाँस्दा साना हुने आँखा, रुइरहँदा आँसुले भरिँदा गुलाबी हुने आँखा, रिसाउँदा पनि हँसिलो देखिने ती आँखा, हजारौँ सपना सजाएर हिँडेका ती चम्किला आँखा, गाजलु आँखा, उनका आँखा, उहाँका आँखा, तिनका आँखा, आँखै आँखा। ती बोल्न नसक्ने आफ्नै भावना नबताउने, निर्दोष त्यो भावनाले भरिएका आँखा। मलाई मानव जाति मात्रै होइन, मलाई पशुका नि आँखा मनपर्छ। निहाल्न खोज्छु ती आँखाहरूमा केही पाउँछु कि भनेर, हेर्न खोज्छु ती मलाई तान्ने चुम्बकका लहरहरूमा के छ लुकाएर बसेको, के छ मलाई देखाउन नचाहेको, के छ मलाई बोलाउने त्यसमा त्यस्तो खास, के छ ती आँखाहरूमा। म आँखाहरूको नसेडी, म आँखाहरूको नसा गर्छु, म आँखा प्रेमी, म आँखाहरूलाई प्रेम गर्छु। धन्यवाद। अनि विथ दिस मौनता इज आउट अफ दिस स्टेज। थ्याङ्क यू। So today we have मिस मौनता बजगाई। okay. दर्शन। So आजको इभेन्ट के कस्तो भयो त? रमाइलो भयो। Any suggestion that you want to share to us? Or maybe हाम्रो यस्तो पोएट्री इभेन्टमा चाहिँ अझ बेटर गर्नलाई के गर्न सकिन्छ होला? Anything that you want to share about? वर्कसप
More works of, all right. And since it's a month of February, loved ones, we're giving love. So anything that you want to share to your loved ones? Or maybe another poetry? Not a poetry, a message I can give. त्यो चाहिँ के हुन्छ भने तिमी जहाँ छौ जहिले खुसी नै भइराख्नु and I will be here praying for your success every day. Alright, तिमी जहाँ छौ खुसी नै रहनु. Usually तिमी आफूले इन्ट्रोभर्ट भन्न रुचाउँछौ कि एक्सट्रोभर्ट भन्न रुचाउँछौ? Extremely extrovert. अनि फर्स्ट टाइम चाहिँ प्रायः सबैजना पोइटहरू चाहिँ इन्ट्रोभर्ट छु म भन्नेवाला हुन्छ त्यसलाई बोल्न सकिएन भने सायद त्यो कलाकृति आउँछ जस्तो लाग्छ मलाई चाहिँ. तिम्रो एज अ पर्सनल जो राइट र तिमी एज अ पर्सन कति फरक छ कि उस्तै नै छ? फरक खासै केही छैन किनकि म इन्जोय पनि यतै गर्छु अनि म आफ्नो लाइफलाई नै फ्यान्टासाइज गर्दै हिँडेर हुन्छु कि सो यहाँ पनि फ्यान्टासाइज नै हो अनि मेरो लाइफ पनि एज अ फ्यान्टासी नै हिँडेर हुन्छु सो त्यति धेरै फरक छैन. अनि अर्को एउटा क्वेसन है त सो तिमीलाई फर्स्ट राइटिङ कसरी सुरु भयो इन्सपिरेसन के भयो अनि वाट वाज द फर्स्ट राइटिङ अबाउट तिमी याद छ? I know what was my first writing. Inspirationको कुरा गर्नुपर्दाखेरि my father, he is no more अहिले चाहिँ with me and उहाँ पनि लेख्नुहुन्थ्यो क्या he was a शायर अनि उहाँको एउटा मात्र पिस मैले भेटेको थिएँ क्यान आई से इट त्यो जाने त जान्छ यो दिल डोली जाने त जान्छ यो दिल तोडी रोने त रोइरहन्छ जरेर जीवन खरानी हुँदा पनि अवसान त छँदैछ मनको दियो बाती बालिने रात अझै बाँकी छ मिठास सक्यो के थियो तिमीलाई तिमीले दिएको घात त छँदैछ तिमीले दिएको घात त छँदैछ दिस वाज माई इन्सपिरेसन अनि अहिले पनि आइडियाहरू आएन भने आई विल जस्ट गो थ्रु इट अनि बाबाको पुराना वर्डहरूमा जान्छु अनि त्यस पछाडि मैले लेखेको चाहिँ थिएँ इट वाज एक्चुअली प्रेम प्रस्ताव त्यो पनि त्यो बेला लेखेको थिएँ वेन आई वाज अ म्यान ह्याड स्टिल आयो या त्यही हो जर्नी अफ पोइट्री. ओके त्यो मेजर कुरा है मौनताले किन लेख्छ? किनकि मौनताको आफ्नै शब्द हुन्छ. ओके वेल थ्याङ्क यू धन्यवाद मौनता. वेलकम एन्ड थ्याङ्क यू फर कलिङ मी हियर. म को हुँ भनेर छैन किन जस्तो तराजु कसरी दाजु म तिमीसँग कसरी जोख्छु भनेर कसरी भन्थ्यो म को हुँ भनेर मलाई एउटा पोइम थियो त्यो मलाई ठ्याक्कै रिमाइन्ड भएर वे ब्याक है. देन वी हेभ अनदर पर्सनर उहाँको बारेमा भन्दाखेरि चाहिँ उहाँले पोइम लेख्नुहुन्छ है भनेर सुनेको थिएँ उहाँको अलिक पोइट्री पनि हेरेको थिएँ मैले. उहाँको भोइस एकदम स्मुथ छ हुन्छ नि भेरी कस्तो भन्छ सालिन खालको सुनिने खालको छ मेरो त्यस्तो भोइसहरू कम नै भइरहेको थियो त्यो आवाजमा कस्तो शीतलता जस्तो हुन्छ त्यो सुन्दाखेरि नै सुनिराख्नु जस्तो आवाज हुन्छ नि. हाम्रो अर्को पर्फर्मरको चाहिँ त्यस्तै नै स्वर लाग्छ मलाई चाहिँ सायद हजुरलाई लाग्छ होला. सो वी हेभ क्रिस्टिना एज अनदर पर्फर्मर. Hi everyone, my name is Christina Dahal अनि आज 14 फेब्रुअरीमा चाहिँ मैले अलिक लभ खाले पोएम लेखेको पनि छु म त्यही भन्न पनि गइरहेको छु र मेरो कविताको शीर्षक रहेको छ प्रेमको नक्षत्र. तिमीलाई भेट्नु आकाशले आफ्नै तारा झारेर मेरो हातमा राखिदिएको जस्तो थियो र म एक साधारण रात तिम्रो उज्यालोले भरिएको आकाश भए. तिमी जुन होइनौ किनकि जुन त पर्छ तिमी त त्यो ध्रुव तारा हौ जुन हराएको यात्रुलाई सधैँ घर फर्काउँछ. मेरो प्रेम समुद्र हो जसको गहिराई नाप्न कुनै किनारा जन्मिएको छैन. तिमी त्यो नदी हौ जो म भित्र आएर मलाई नै विशाल बनाइदिन्छ. जब तिमी हाँस्छौ फागुनले फुल फुलाउँछ. जब तिमी टाढा हुन्छौ मेरा ऋतुहरू सबै पतझर बन्छन्. प्रेम सायद आगो पनि हो तर तिमीलाई माया गर्नु जर्नु होइन. चिसो रातमा न्यानो भएर बाँच्नु हो. यदि समय किताब हो भने म हरेक पानामा तिम्रो नाम लेखिदिन्थे. यदि जीवन गीत हो भने म तिम्रै स्वरमा हराउन चाहन्थे. आऊ आजको रातलाई साधारण रात नबनाऊ. यसलाई नक्षत्रहरूले लेखेको हाम्रो प्रेमको भविष्य बनाऊ. तिमी मेरो क्षितिज हौ तिमी मेरो सामर्थ्य हौ. जतिसुकै टाढा भए पनि मेरो नजर तिमीमै गएर अड्डिन्छ.
म हावा भए भने तिमी मेरो सुबास बनिदेऊ, म शब्द भए भने तिमी मेरो अर्थ बनिदेऊ, किनकि तिमी बिना मेरो अस्तित्व अधुरो कविता जस्तो लाग्छ, जहाँ भाव त छन् तर आत्मा छैन। यदि भोलि समयले हामीलाई फरक किनारामा पुर्यायो भने पनि मेरो प्रेम दीप झै जलिरहनेछ, आँधीले निभाउन नसक्ने र अँध्याराले ढाक्न नसक्ने। र जब संसारले सोध्नेछ तिमीलाई सबैभन्दा सुन्दर ठेगाना कहाँ हो भनेर, म मुस्कुराएर भन्नेछु, जहाँ तिमी छौ त्यही मेरो ब्रह्माण्ड छ। अन्त्यमा जब मेरा सबै शब्दहरू थाक्नेछन्, मेरो मौनताले मात्र एउटा सत्य बोल्नेछ, तिमी मेरो प्रार्थना हौ, तिमी नै मेरो विश्वास हौ, तिमी मेरो धड्कनको सङ्गीत हौ, तिमी नै मेरो सास। तिमी बिना म अधुरो आकाश हुन्छु, तिमी सँगै म उज्यालो प्रकाश हुन्छु। तिमी मेरो आज हौ, तिमी नै मेरो अन्ततः श्वास हौ। तिमी बिना म अधुरो आकाश हुन्छु, तिमी सँगै म उज्यालो प्रकाश हुन्छु। तिमी मेरो आज हौ, तिमी नै मेरो अन्ततः श्वास हौ। तिमी मेरो आज हौ, तिमी नै मेरो अन्ततः श्वास हौ। थ्याङ्क यू। यो चाहिँ मेरो फर्स्ट पोएम चाहिँ सक्यो, अब सेकेन्ड छ ल। यदि प्रेम सत्य हो भने, यदि प्रेम सत्य हो भने, यदि आज यहाँ बसेका सबै मनहरू एकछिन चुप लागे, सायद हामी एउटा आवाज सुन्न सक्नेछौँ, धड्कनको आवाज। त्यो धड्कन जसले कहिले कसैको नाम आफ्नो मनभित्र लुकाएर राखेको छ। प्रेम कहिले आउँछ भनेर कसैलाई थाहा पाउँदैन, यो ढोका ढकढकाएर प्रवेश गर्दैन। यो त हावा जस्तै छ, नदेखिने तर जीवनभर महसुस हुने। एक दिन अचानक कसैको उपस्थितिले संसार अलि उज्यालो देखिन थाल्छ, सामान्य दिनहरू विशेष बन्न थाल्छ र भिडभित्र पनि एउटा अनुहार मात्र भर जस्तो लाग्छ। तर प्रेम केवल भेट हुनु होइन, प्रेम त त्यो क्षण हो जब तिमी कसैलाई गुमाउने डरले आफ्नो प्रार्थनामा उसको नाम राख्न थाल्छौ। हामी प्रेममा किन यति कमजोर बन्छौँ? हामी प्रेममा किन यति कमजोर बन्छौँ? किनकि त्यही क्षणमा हामी सबैभन्दा साँचो हुन्छौँ। न कुनै अभिनय, न त कुनै मुखौटा, केवल एउटा स्वच्छ मन। शायद यहाँ कोही छ जो अझै कसैलाई बिर्सन सकेको छैन। शायद यहाँ कोही छ अझै कसैलाई बिर्सन सकेको छैन, जो ठिक छु भनेर मुस्कुराइरहन्छ तर रात पर्दा सम्झनाले बित्छ। सुन्नुहोस्, गुमेको प्रेम असफलता होइन, कहिलेकाहीँ त्यो प्रमाण हो कि तिमीले जीवनमा एकपटक साँचो भएर कसैलाई माया गरेका थियौ। किनकि साँचो प्रेम कहिले समाप्त हुँदैन, त्यो सम्बन्ध सकिएपछि पनि हाम्रो भित्र उज्यालो भएर बसिरहन्छ। र यदि तिमीलाई कहिले यस्तो प्रेम भेटिएको छ भने आफूलाई भाग्यमानी सम्झ। सबैले त्यो गहिराई छुन पाउँदैन। आज म तिमीहरूलाई एउटा कुरा सम्झाउन चाहन्छु। समय धेरै छ जस्तो लाग्छ, तर भोलि भन्ने शब्द कहिले आउँदैन। त्यसैले माया छ भने व्यक्त गर, माफ गर्न मन छ भने आजै गर, अँगाल्न मन छ भने पर्खेर नबस। किनकि अन्त्यमा हामीले कति सास फेर्यौँ भन्ने याद हुँदैन, हामीले कति गहिरो प्रेम गर्यौँ भन्ने मात्र बाँकी रहन्छ। र जब एक दिन हाम्रो कथा कसैले सोध्नेछ, सायद हामी यति मात्र भन्न चाहनेछौँ, म बाँचिरहेको थिएँ तर प्रेमले मलाई पहिलो पटक साँचो अर्थमा जीवित बनायो। म बाँचिरहेको थिएँ तर प्रेमले मलाई पहिलो पटक साँचो अर्थमा जीवित बनायो। थ्याङ्क यू।
क्रिस्टिना इन्ट्रोभर्ट छैन। छैन? अनि कतिको किताबहरू पढ्ने गर्छौ वा अरूहरू? तिमी पोइट्री कसरी लेख्छौ? कसरी हुन्छ तिम्रो राइटिङ प्रोसेसमा कसरी भन्नु? पोएट्री चाहिँ मैले ग्रेड 6 देखि लेख्न थालेको थिएँ अनि मलाई चाहिँ एकदम राइमिङ वर्ड्स एकदम मनपर्ने क्या। अनि ल म पनि पछि कवि बन्छु भन्ने आएको थियो। त्यहाँदेखि लेख्न थालेको, अहिलेसम्म लेखि नै रहेको छु, त्यो कन्टिन्यू नै हुन्छ। अनि म दिउँसो भन्दा पनि म राति लेख्ने गर्छु कविता। त्यति बेला चाहिँ मलाई अलिक फिल हुन्छ लेखौँ भनेर नि, त्यति बेला म राति नै लेख्ने गर्छु कविताहरू चाहिँ। धेरैजना पोइटहरूको चाहिँ मुनसँग चाहिँ अब्सेसन हुन्छ जस्तो लाग्छ हो? मुनसँग पहिला लेख्दाखेरि चाहिँ राति बसेर अनि मनसँग टोलाएर धेरै कुरा खेलेको चाहिँ मन लेख्ने हुन्छ होइन? अर्को एउटा क्वेसन है त, तिम्रो पोइट्रीको लागि इन्सपिरेसन के थियो वा को हुनुहुन्थ्यो वा कसरी भयो राइटिङ प्रोसेसको इन्सपिरेसन? मेरो इन्सपिरेसन चाहिँ मेरो हजुरबा हुनुहुन्थ्यो। मैले कविता भन्दा ओर्दा स्टेजमा उभिँदा नै मलाई एकदम प्राउड फिल हुन्थ्यो। अनि उहाँ चाहिँ लास्ट इयर बित्नुभयो, त्यसले गर्दा चाहिँ म अलिक एफेक्ट भएको थिएँ। मैले लेखिनँ, 1-2 महिना चाहिँ मैले पोएमहरू लेखिनँ अनि पछि रियलाइज भयो कि उहाँ त मलाई स्टेजमा देख्दा प्राउड फिल गर्नुहुन्थ्यो भनेर आई अगेन स्टार्टेड। अनि त्यो सबै इन्टरेक्सन पछि चाहिँ यो मेरो फर्स्ट स्टेज हो कि म यसरी भनिरहेको छु पोएम। त्यो आई वाज लिटल बिट नर्भस, कति धेरै पछि गरेर पनि होला, तर आई थिङ्क इट वेन्ट गुड। नआएको रिलेट तिमीलाई भएर चाहिँ लेखिरहेको पोइट्रीहरू शब्दहरू संवाद हो भने कतिवटा मेमोरी भइरहेको छ, कति बाबर भइरहेको हुन्छ। अघि पनि अर्को पोइट्री सेयर गर्नुभयो उहाँको इन्सपिरेसन जो तिम्रो पनि हजुरबा विषयमा रहेछ। तर आई थिङ्क त्यो एउटा फिलिङले गर्दा आई थिङ्क पोइट्री धर्म भइरहेको हुन्छ जस्तो लाग्छ। अनि अर्को क्वेसन, पोइट्री किन लेख्छ क्रिस्टिना? मलाई चाहिँ म एक्स्ट्रोभर्ट छु, मलाई थाहा छ, तर मलाई चाहिँ मान्छेहरूसँग कुरा गर्दाखेरि चाहिँ डर लाग्छ कि दे विल जज मी कि भनेर। लाइक सबै कुरा खोलिहाल्न मन लाग्दैन अनि म त्यो कुराहरू चाहिँ मेरो कवितामा व्यक्त गर्छु क्या। पोख्छु सबै मेरो पीडाहरू, दुःख सुख सबै कवितामा पोखिराख्नु नि, हामी सुन्नलाई फेरि इभेन्ट गरेर हाल्छ नि, फेरि यहाँहरू सुनाइराख्नु है त। थ्याङ्क यू एभ्रिवान। So hello, today we have क्रिस्टिना दाहाल। Okay, so क्रिस्टिनालाई चाहिँ आफ्नो पोइट्रीको बारेमा थोरै भनिदिनु अनि आजको इभेन्टको बारेमा थोरै भनिदिन्छ नि त। मैले चाहिँ शब्द सञ्जालको बारेमा चाहिँ हजुरबाटै थाहा पाएको हो। अनि आज चाहिँ 14 फेब्रुअरी भएर चाहिँ मैले अलिक लभ रिलेटेड पोएम नै लेखेको छु। सो पोएम वाज अल अबाउट लभ एन्ड द्याट्स इट। Okay, since as a February 14 बन्छ, poem was all about love. So what do you want to share to your loved ones as a February 14 भएको भएर? Any message to your loved ones? त्यस्तो त केही मेसेज छैन, तर आई लभ यु त्यति हो। Alright, we also love you all है त, धन्यवाद। होइन तर सुनिदिन्छ मात्रै, केही प्रश्न चिन्ता पनि गर्दैन, केही जज पनि गर्दैन। अनि त्यो चाहिँ कुरा ठ्याक्कै आफ्नो रिलेट भइरहेको चाहिँ। अब चाहिँ वी हेभ अनदर पोएट। सो उनलाई चाहिँ मैले कसरी चिनेँ भने आई थिङ्क उसको नाम जस्तै छ हो, चम्किलो हँसिलो। उसलाई चाहिँ मैले पहिला एउटा अरू इभेन्टमा पनि भेटेको थिएँ। अनि राइट्स अनि उसको प्रायः जस्तो स्टोरीहरू अनि पोस्टहरू लिटरेचर रिलेटेड नै भइरहेको हुन्थ्यो, पोएमहरू रिलेटेड नै भइरहेको हुन्थ्यो। अनि सो आई डोन्ट वान्ट टु मिस आउट। उहाँको पनि शब्दहरू सुन्ने माहौल खोजिरहेको थिएँ, समय खोजिरहेको थिएँ र हामीले शब्द सञ्चार गर्दाखेरि चाहिँ उहाँलाई लिम्काउन पुग्यौँ र उहाँले हामीलाई समय पनि दिइदिनु भयो। सो वी हेभ पूर्णिमा गिरी एज वान अफ आवर अनदर पार्टनर। लेट्स इन्भाइट हर। अर्गनाइजर यो प्रेमिल अवसरको लागि आज कस्तो संयोग है, प्रणय दिवस। अनि भन्नुपर्ने त प्रेमकै कविता हो है। मैले चाहिँ परिवार सम्बन्धी एउटा कविता लिएर आएको छु। र त मलाई के लाग्छ भने परिवार नै हाम्रो पहिलो प्रेम हो र मेरो अगाडि ड्याडीमा पनि आउनुभएको छ, उहाँहरूलाई नै डेडिकेट गर्न चाहे पोएम पनि। बाँकी कविताबाटै सुरु गरौँ है। तिमीलाई लाग्दैन जिन्दगी प्रश्नहरू बोकेर मृत्युतर्फ लम्किरहेको यात्रा हो र यही यात्राको सहयात्री हो परिवार। उदास छौ कि निराश कि हताश भनेर नि क्या हो तिमीलाई आमाको सारीमा परेका गाँठोहरूले यादहरूले मनमै गाँठो पार्छन् भनेर। अनि सिकाएनन् बाका कुर्कुचाहरूले रहर पुरा गर्न मिहिनेत गर्नुपर्छ भनेर। बुझेनौ दिदी
प्रकृतिका सहानुभूतिका शब्दहरूमा रहर, इच्छा, आकाङ्क्षाहरू मर्न पनि सक्छन् भनेर व्यवस्था गर्यो कि क्या हो दाइका गुनासोहरूलाई? कि पैसाको अभावमा आफन्तसँग सम्बन्ध रिन्यू गर्न सकिन्न भनेर? देखेनौ भाउजूका आँखाहरूमा प्रेमका लागि रहेका आँसुको रङ? बुझ्यो होला रहर पुरा गर्न लागेका भाइका अनिता राजसँगको कौटेजरी निहाल्यो होला बहिनीलाई र थाहा पायो होला नसोचेरै देखिएका सपनाहरूको आकार। हिजो झिझिँदा घर छोडेको तिमीले आज सम्झिँदा फोन गर्छौ। हिजो झिझिँदा घर छोडेको तिमीले आज सम्झिँदा फोन गर्छौ। हिजो मात्तिँदा घर छोडेको तिमीले आज आत्तिँदा फोन गर्छौ। कस्तो सपना देखेको थियौ सहर आउने यात्रामा सुतिरहँदा? कुन वाक्य थियो अन्तिमपल्ट आमाले बोलेको? याद छ कसरी हेर्नुभयो बाले अन्तिमपल्ट? ओ भोइ मान्छे, के रहर बोकेर आएका हौ गाउँबाट? तिम्रो कुन इच्छा सहरको कुन कुनले पुरा गरिदियो? पुरा गर्न बेहद मन लागेको पहिलो सपना कुन थियो? सहर आएको पहिलो पटक कुन कुराको आवश्यकता अति नै आवश्यक लागेको थियो? कुन रहरको पहिलो पटक इतिश्री भएको? ओ लाडवा, अनि भन्यो त यो सहरमा पुताली। थ्याङ्क यू, यो मेरो पहिलो कविता रहेको थियो। यसको लागि चाहिँ म मेरो हस्बेन्डलाई अगाडि बोलाउन चाहन्छु, मेरो साइडमा आएर बसिदिनु होला। अँगालेर तिम्रो एकमुठी माया सँगालेर जिन्दगीभरि अलि परैबाट निहाल्दै तिम्रा भावनाहरूलाई प्रेमालापहरूलाई गुनगुनाउँदै प्रेमका भाकाहरू सुन्दै तिम्रो हृदयको झङ्कार टेक्दै हामीले बिताएका पलहरूको लट्ठी मार्दै थकाइ तिम्रै काखमा कल्पिँदै हाम्रो सुन्दर भविष्य पछ्याउँदै हिँड्न मन छ। सँगै होइन पछ्याउँदै हिँड्न मन छ। तिम्रै पैतालाका डोबहरू क्षितिजमा सूर्य नअस्ताउँजेलसम्म र हेर्नु छ एउटा खुर्पे चन्द्रमा तिमीसँगै बसेर कुनै सुन्दर हिमालको काखतिर थकानका सुसेल्दै एक कप मिठो चियासँगै सकाउनु छ एउटा यात्रा प्रेमको यो मनदेखि त्यो मनसम्मको र लेख्नु छ एउटा मिठो यात्रा संस्मरण प्रिय मान्छे प्रेम छ। थ्याङ्क यू। आई थिङ्क वी गट द हाइलाइट होला होइन, जहाँ एकदमै भावना थियो, शब्द थिएन र भ्यालेन्टाइन डे रिलेटेडको बारेमा पुरै फिलिङ। आई थिङ्क मी एज अ अडियन्स वाच गर्दा नि त्यो ल म चाहिँ मिस आउट गरेँ जस्तो भइरहेको थियो। कहिले आउँछ मेरो दिन भने जस्तो मिस भयो ल। आई थिङ्क पूर्णिमालाई सेम क्वेसन। पूर्णिमालाई लेख्नलाई चाहिँ केले प्रभावित गर्यो अनि कसरी लेख्न थाल्यो? लेख्न केले प्रेरित गर्यो भन्दाखेरि चाहिँ मेरो दाइ हो। मेरो दाइले चाहिँ पहिला साहित्यको बुकहरू पढ्नुहुन्थ्यो अनि त्यो हेरेर चाहिँ मैले पढ्न सिकेको। पढ्दा पढ्दै चाहिँ आफै कतै सायद म भित्र कवि दिँदै थियो होला, त्यसैले चाहिँ लेख्न मन लाग्यो अनि लेखेँ। दाइ नै भन्नु पर्यो। दाइ लेख्नुहुन्छ? दाइ लेख्नु त लेख्नु हुँदैन, तर त्यो दाइले पढेको देखेर चाहिँ मैले पढ्न सुरु गरेँ। किताबहरू पढ्दै गर्दा चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ मैले चाहिँ आफूभित्र छ केही त्यसलाई चाहिँ अब प्रस्फुटन गर्नुपर्छ भन्ने जस्तो चाहिँ लाग्यो। सो एनिथिङ तिमीले रिसेन्टली पढेको वा एनी टाइम तिमीले पढेकोहरू समथिङ हुन्छ नि, यो चाहिँ मैले लेख्न पाएँ भन्थ्यो वा यो पढेर चाहिँ मैले सोच्न बाध्य भयो भने त्यो कुरा छ जुन चाहिँ हामी अडियन्सको सेयर गर्न मिल्छ? लास्ट टाइम चाहिँ मैले महाभारत भन्ने किताब पढेको थिएँ होइन। यो किताब पढ्दाखेरि चाहिँ त्यस्तो सिम्पल कुरालाई कति ग्लोरिफाई गरेर अनि लेख्न सकिने क्या। अनि यस्तै चाहिँ मैले पनि लेख्छु होला कुनै दिन भन्ने चाहिँ फिल हुँदो रहेछ। अनि लास्ट टाइम अहिले पढेर सकाएको पनि छैन। नदिस भन्ने पोइटको चाहिँ एउटा कविता पढिरहेको छु होइन। अनि हिउँद भन्ने त्यसमा चाहिँ एकदम राम्रो कविताहरू छ कि। अनि त्यो पढिरहँदाखेरि चाहिँ म त्यो सकिन्छ भनेर दिनको एउटा मात्रै कविता पढ्छु कि, एक दुईवटा मात्रै भनौँ न।
त्यस्तो राम्रो छ कि त्यो अनि त्यो पढिरहँदाखेरि चाहिँ ल लेख्नुपर्छ लेखिरह्यो भने चाहिँ अझ फाइन हुन्छ नि त्यो वाला चाहिँ कविता निस्किन्छ जस्तो लाग्छ। Hello, so today we have नमस्कार, म पूर्णिमा गिरी। आजको इभेन्ट चाहिँ एकदमै राम्रो रमाइलो भयो। आज प्रणय दिवस पनि र प्रेमको कविताहरू पनि भन्न पाइयो, सुन्न पाइयो, एकदमै रमाइलो भयो। so anything that you want to share to after loved ones or like त्यो त सबैजनालाई शुभकामना नै भन्न चाहे। all right अनि how would you like to introduce yourself to हाम्रो नयाँ अडियन्सहरूलाई र हाम्रो शब्द सञ्जालमा केही रेकमेन्डेसन्स वा सजेसन्सहरू केही छ भने पनि भनिदिँदा हुन्छ है। त्यस्तो त केही छैन। अब म अलिअलि लेख्ने भएको हुनाले चाहिँ यदि तपाईँहरूलाई चाहिँ केही दिमागमा अथवा मनमा केही झट्टा आइहाल्यो भने चाहिँ लेख्न सुरु गर्नु, अनि त्यसले चाहिँ पछि बिस्तारै लेख्ने बानी चाहिँ बढ्दै जान्छ भन्ने कुरा हो। त्यति नै हो। हुन्छ, थ्याङ्क यू। सो मैले त्यो पोइमको लागि फर्महरू भइराख्दाखेरि चाहिँ सबको पोइमहरू के रेटेड छ के रेटेड एकदम क्युरियस पनि हेरिरहेको थिएँ। कुनै पोइम के भन्दा चाहिँ परिवार भन्दा म फर्स्टली कसरी लेख्न सक्छु परिवार बारेमा हुन्छ किनभने आई ट्राइड मेनी टाइम्स हुन्छ आफ्नो परिवारको बारेमा लेख्न। पहिलो त इमोसन लेख्नै गाह्रो छ भने त्यसमा परिवारप्रतिको त्यो इमोसन के हो कस्तो हो कति छ थाहा नै छैन क्या मलाई। धेरै छ थाहा छ तर कस्तो छ के छ कति छ थाहा नै छैन। त्यही भएर म त एकदम एक्साइटेड हो परिवारको बारेमा लेख्दैछु कसरी सक्छ भने हामी वी ह्याड अ कन्भर्सेसन पनि। अनि आई थिङ्क उसले जुन आज परिवारको बारेमा सुनायो उसले आफ्नो यात्राको बारेमा सुनायो। यो इभेन्ट नै हामी किन गरिरहेको छौँ भन्दाखेरि हामी कतिजना चाहिँ सायद आफ्नो कुराहरू भित्रै राखिरहेका हुन्छौँ अनि भित्र राख्दा पनि कहिले धेरै भारी भइसकेको हुन्छ होइन। जसरी एउटा कहाँ भारी बिसाउने भनेर राखिरहेको हुन्छ चौतारी खोजिरहेको हुन्छ नि शब्द सञ्जाल चाहिँ त्यो एउटा चौतारी होस् जसले चाहिँ आफ्नो मनका ती भारीहरू बिसाउने ठाउँ होस् पोख्ने ठाउँ होस् भन्ने एउटा आइडिया थियो। र मलाई पनि कति होइन कति कुराहरू चाहिँ मेरो पनि मनमा छ बिसाउने कसरी नै बिर्सिसकेको छु मैले। अब लेख्नुपर्छ थाहा छ तर कसरी लेख्ने किन लेख्ने नै बिर्सिसकेको छु। त्यही भएर शब्द सञ्जाल चाहिँ एउटा मिडियम बनोस् हामी जस्तो एउटा कन्ज्युमर एउटा राइटरको लागि कि त्यो एउटा लेख्ने स्रोत थाहा होस् लेख्नुपर्छ है भने याद आओस् भनेर। अनि आई थिङ्क हामी सबैजनाले किन लेखिरहेको छौँ कसको लागि लेखिरहेको छौँ भनेर सोद्धाखेरि मलाई कता कता झकझगाइरहेको छ कता ढकढकाइरहेको छ कि मैले पनि लेख्नु चाहिँ पर्ने थियो है भनेर। वेल विथ द्याट बिङ सेड विल बी मुभिङ फरवर्ड। हाम्रो अर्को पर्फर्मर चाहिँ हाम्रो हुन्छ आशिष भाइ। उहाँ चाहिँ आई थिङ्क आई सिन हिम अलवेज सेयरिङ समथिङ सोसियल मिडियामा सेयर्स अलिकति एडभोकेसीको पार्टमा पोलिटिक्स कसरी गर्नुपर्छ। आई सिन हिम स्टेज जहाँ पनि उहाँको वक्तित्व कलाको धेरै नै तारिफ भएको थियो। अनि ल भाइलाई त्यसो भए उसको कुराहरू चाहिँ सोसियल मिडियाहरू सुनिरहेको हो योपालि चाहिँ स्टेजमै सुन्न पाइयोस् भनेर चाहिँ भाइलाई बोलाएको थिएँ। मैले चाहिँ भाइले भनेर बोलाएँ। द फ्लोर इज अलवेज आशिष। सबैलाई नमस्कार, मेरो नाम आशिष सापकोटा। मेरो परिचय खासै धेरै लामो केही पनि छैन। म चाहिँ एउटा विद्यार्थी हो। विद्यार्थी पनि अब के को भनेर भन्दाखेरि म कानुनको विद्यार्थी हो। अनि धेरै जस्तो मैले लको कुराहरू गर्दा अलिकति पोएट्री भन्ने कुरा चाहिँ मेरो लागि एस्केप फ्रम द ल जस्तो लाग्छ मलाई आफैलाई। अनि मैले लेख्ने भनेको चाहिँ त्यति लबाट अलिकति एस्केप हुनको लागि मात्र लेख्ने हो। मैले धेरै लेख्दा पनि लेख्दिनँ, कहिलेकाहीँ मात्रै लेख्छु। अनि त्यही भएर त्यो कहिलेकाहीँ पहिला लेखेको कुरा चाहिँ म आज सुनाउँछु किनकि आज यो दिन पनि फेब्रुअरी 14 होइन भ्यालेन्टाइन्स डेको दिनमा सुनाउनु पाउनु मेरो लागि पनि अवसर हो। त्यसैले म वाचन गरेर मैले दोहोऱ्याएर पनि पढ्न पाएको छैन। म अहिले भर्खरै आइपुगेँ त्यसको लागि पनि धेरै सरी दोहोऱ्याएर पनि पढ्न पाएको छैन। सो त्यही भएर रिसाइड गर्दै गर्दाखेरि बिचमा काहीँ अड्कियो भने माफ गरिदिनु होला। मेरो कविताको शीर्षक रहेको छ हनुमान ढोकाको छानो माथिको भँगेरा। यो मैले लेखेको भनेको चाहिँ बसन्तपुरमा जति पनि जोडीहरू हुन्छन् त्यो माथि बसेको भँगेराले चाहिँ के सोध्छ होला भन्ने पर्सपेक्टिभबाट लेखेको थिएँ। सो यो चाहिँ मैले लगभग 2 वर्ष जति अगाडि लेखेको पोएम हो। सो म चाहिँ अब यो पोएम वाचन गर्न चाहन्छु। पोएम पनि छोटो छ। सुसेल्दै कोइली जङ्गलको एक कुनामा फिजाएर पखेटा घाँसे मैदानमा मयूर नाचेको छ। पोखरीमा जोडी हाँस पौडिँदैछ बेफिक्र छालमा। मरुभूमिको जोडी बिच्छुले बालुवा मुनि एकअर्काको ओत पाएको छ। तर एकपटक ऊ त्यहाँ हेर त फिस्टे चुच्चोले एक रेसा बटुल्दै त्यहाँ कसैको सपनाको गुण बनेको छ। हनुमान ढोकाको छानोमाथि एक जोडी भँगेरा बसेको छ। के देखिन्छ त्यो छानोमाथिबाट?
हावामा छरिएको प्रणयको घनिष्ठ समुद्र, एक झुप्पा गुलाबको हरेक पत्रमा एउटा जोडीले साटेको प्रेम, एउटै आइसक्रिम दुईवटा प्रेमीले सँगै बाँडेको क्षण, एउटै टेबलको दुईपट्टि बसेर चियासँगै याद पिएको पल, के देखिन्छ त्यो हनुमान ढोकाको छानोबाट। कहिलेकाहीँ त त्यो भँगेराले पनि हावा र पातको प्रेम देखेर सोच्दो होला, के सोध्छ हावाले पातलाई, उडेको चङ्गाले उडाउने बताससँग के गुनासो गर्छ। आज मेरो हावा को हो, आज मेरो बतास को हो, आज म चङ्गा बन्नु कि पात। फेरि भँगेरा आफ्नो प्रेमदेखि गमक्क हुँदै अरूलाई भन्दो होला, यस्तै त हुनुपर्छ। नारायण गोपालले सम्झिएको प्रेम, गुलजारले गुन्जाएको प्रेम, मन्द मन्द मुस्कुराउँदै टेगोरले कल्पएको प्रेम। हामी पनि त त्यही जोडी भँगेरा झै जोडी मान्छेको रूप न हो। मेरो प्यारो भँगेरा, चिरा परेको मेरो गुणलाई हेर त, तिमी आफ्नो प्रेमको रेसाले यसलाई नयाँ बनाएकी छौ। अब हाम्रो कमलो चुच्चोले लेला मज्नुको एउटा मौलिक कथा कोरौँ, हाम्रो हलुका पखेटाले इम्तियाज अलीको चलचित्र बनाऊ, तिम्रो र मेरो सत्य कथामा आधारित। धन्यवाद। यसमा चाहिँ मैले जसलाई यो चिठी लेखिरहेको छु उसलाई चाहिँ मैले साया भन्ने नाम दिएको छु। यो चाहिँ अब इन्फेमस नोभल समुद्रबाट इन्सपायर्ड वाला नाम हो होइन। सो साया, भारतको पहाडहरूमा एउटा देवप्रयाग भन्ने ठाउँ छ अरे, जहाँ एउटा पहाडको दाहिनेतिरबाट अलकनन्दा बग्छ, जो शान्त छ। पुरा नदीको छाल आफूभित्र समाएर एकटक बगिरहेको छ। त्यही पहाडको देब्रेतिरबाट भागीरथी बग्छन्, चञ्चल चुलबुल, रिसाउँदा फरक्क फन्किने, ठ्याक्कै तिमी जस्तै। जबै दुई भेटिन्छन् तब गङ्गा बन्छ, जसले अलकनन्दाको शालीनता र भागीरथीको चञ्चलता आफूभित्र समेटेको छ। साया, हाम्रो गङ्गा बग्दै बग्दै कहाँसम्म पुग्यो होला है। धन्यवाद। रमाइलो भइरहेको छ मलाई चाहिँ। थ्याङ्क यू फर सेयरिङ यर प्लेस। प्रायः चाहिँ हामी सबैले त्यही नै सोधिरहेको थियौँ त, तिमी एकदमै भोकल छौ भन्छ यो टकिङ एडभोकेसीहरू, तिमी एज अ पर्सन र एज अ राइटरमा चाहिँ के कति फरक छ? मलाई चाहिँ एज अ पर्सन र एज अ राइटरमा फरक हुन्छ भन्ने कन्सेप्टमा नै म विश्वास गर्दिनँ कि, किन भन्दाखेरि चाहिँ नवराज पराजुलीको एउटा सगरमाथाको गहिराई भन्ने पुस्तक छ, तपाईँहरू कतिजनाले पढ्नु भएको छ। त्यो पुस्तकको इन्ट्रोमा नै उहाँले के लेख्नु भएको छ भन्दाखेरि चाहिँ कविता मैले कहिले पनि लेख्दिनँ, प्रकृतिले मबाट कविता लेखाउँछ भनेर भन्नुभएको थियो। अब त्यति भन्ने लेभलमा चाहिँ म छैन, त्यति भन्ने मेरो सामर्थ्य पनि छैन। तर पनि मलाई के लाग्छ भन्दाखेरि कविता अथवा एज अ राइटर कोही मान्छे बन्नु भनेको नै उसको पर्सनालिटीको रिफ्लेक्सन हो जस्तो लाग्छ। सो त्यही भएर फरक चाहिँ मलाई त्यति धेरै छ जस्तो लाग्दैन। तर अब कवितामा अलिअलि गाली हुँदैन, अरू त्यही नै हो। तिम्रो कवितामा गालीहरू प्रशंसा धेरै हुन्छ होला होइन। अर्को क्वेसन चाहिँ किन लेख्न थाल्यो वा कसले गर्दा लेख्न थाल्यो चाहिँ कसले गर्दा लेख्न थाल्यो भन्ने प्रश्नको चाहिँ उत्तर अलि लामो हुनसक्छ। तर किन लेख्न थाल्यो भन्ने प्रश्नमा चाहिँ मैले अघि पनि भनेको थिएँ, म ल स्टुडेन्ट भएको हुनाले पनि अब मैले धेरै पोलिटिकल भ्युजहरू सेयर गर्ने भएको हुनाले पनि जहिले पनि लाइफ चाहिँ एउटा ट्र्याकमा यसरी दौडिँदो रहेछ कि वी डु नट स्केप फ्रम द्याट म्याट्रिक्स जस्तो लाग्दो रहेछ। अनि त्यो पोएट्री चाहिँ मेरो लागि सुरुमा लेख्न थाल्दाखेरि एउटा एस्केपिङ फ्रम द म्याट्रिक्स थियो। तर बिस्तारै बिस्तारै चाहिँ वाट आई एम फिलिङ राइट नाउ इज द्याट पोएट्री र मेरो अरू पार्ट अफ लाइफ भनेको चाहिँ छुट्टै स्पियरमा नभएर त्यो दुइटा स्पियरको सिम्फनी हुन्छ जस्तो लाग्छ। सो अहिले आएर चाहिँ आई थिङ्क यदि मैले त्यो दुइटालाई सिम्फोनाइज गर्न सकेँ भने चाहिँ आई क्यान डु रियली वेल जस्तो लाग्छ। अनि अहिले चाहिँ मेरो लेख्नु पछाडिको मोटिभ पनि मेरो फिल्डलाई पोएट्रीसँग जोड्नु नै हो। कसको बारेमा लेख्न चाहन्छ हामी सुन्न तयार छौँ, यदि सुन्न चाहन्छौँ भने पनि कसको लागि लेख्छौ वा कसरी लेख्न थाल्यो? मैले लेख्नै पर्ने मान्छेको लागि लेख्छु। त्यसलाई हामीले प्रश्न चिन्ह गरिनँ मैले त्यसमा, त्यसलाई आश्चर्य चिन्हमै मैले छोडेँ। अर्को एउटा चाहिँ तिमीले किन लेख्छौ पनि भन्नु त? किन लेख्छौ भन्ने प्रश्नको पनि मेरो अघिकै उत्तरबाट सायद यो प्रश्नको उत्तर पनि डेराइभ हुन्छ होला। किन लेख्छौ भन्ने प्रश्नको उत्तर पनि यही नै हो कि म जे कुरा महसुस गर्छु त्यसलाई दर्शाउन मात्र भन्दा पनि
पोइट्री भनेको चाहिँ मेरो लागि फेक इट अन्टिल यु मेक इट भन्ने जस्तो एउटा उपाय पनि हो, किनकि पोइट्रीले कहिलेकाहीँ चाहिँ नभएको कुरा लेख्दा पनि मन शान्त हुन्छ। कहिलेकाहीँ पोइट्रीमा हामीले नभएको कुरा लेख्दै गर्दाखेरि पनि यस्तो भयो भने कस्तो होला भन्ने इमेजिनेसन डेभलप हुन्छ। सो त्यसको लागि पनि लेख्छु। अरू कुरा त Also, तिम्रो the person that known you, another person obviously, अनुको बारेमा कुरा गर्दा ऊ पनि एकदमै शान्त खालको पनि स्वभाव छ। उसले लेख्छ भने मैले धेरै पछ्ताएको हुन त ऊ एउटा साइकोलोजिस्टको स्टुडेन्ट हो। अब साइकोलोजीको बारेमा हामी धेरै गफ भइरहेको हुन्छ अनि उसले लेख्छ, आफ्नो कविताहरू पढ्छ भने चाहिँ सुनाइ पनि रहन्थ्यो र सुनाउनलाई एउटा ठाउँ बनाएको छ। है सुनाउन हामी निम्तो दिएको चाहिँ उसले पनि सजिलैसँग हुन्छ भनेर निम्तो स्वीकार दिएको छ। लेट्स हियर वन। Hello everyone. Hello and namaste. This is me Anu. अघि रुचिले इन्ट्रोड्युस गर्नै सक्यो, त्यो पनि फेरि भने। सो अरू खासै धेरै कुरा मलाई अगाडि भन्ने चाहिँ त्यस्तो छैन, त्यही भएर सिधै आई विल स्टार्ट विथ द टाइटल। सो टाइटल अफ माई पोएम इज एम आई स्टिल मी भनेर छ। सो यो पोइट्री चाहिँ यो पोएम चाहिँ कसरी आउँछ भन्दाखेरि वी युजली टक अबाउट ग्रोथको कुराहरू, प्रोग्रेसको कुराहरू, अनि त्यसपछि यति धेरै बुक्सहरू पढ्छौँ, लर्निङ लाइफ एक्सपिरियन्सहरू कुरा गर्दै जाँदाखेरि वी ग्रो, वी डेभलप इन्टु समवन जो चाहिँ पछि आफैले एउटा टाइममा बसेर हेर्नु भने इज दिस मी भन्ने जस्तो क्वेसन आउँछ कि मेरो त्यो नाइभनेस, मेरो त्यो इनोसेन्स स्टिल त्यहाँ छ र कि म स्मार्ट बन्ने उसमा आई हेभ लस्ट माइसेल्फ भन्ने जस्तो फिल हुन्छ। सो त्यो स्टेटमा रहेर चाहिँ एउटा जर्नी छ जसमा आफूले आफैलाई क्वेसन सोध्दै, आफूले आफूलाई अलिकति हराउँदै र अलिकति भेट्टाउँदै गरेको छु। सो इट गोज लाइक दिस। Am I still me? When I look at myself in the mirror, in the privacy of my own gaze, away from applause of the world, in the lens of my heart, I ask myself, am I becoming who I'm meant to be, or drifting away? I wonder, am I still me? Or someone shaped by the swallowed words? I stand behind the wall I built for protection, yet I sometimes cannot find myself inside them. What is it? What is it that defines me? Is it the laughter or cry? What is it? Naiveness or the cool clarity? Was I the laughter reckless and wild before the adult murdered the child? Is this adult me or someone else in my skin? Is it the growth or the death of the species called original me? Once upon a time, I cried without calculation. Now, grief is just memory lost in the evaluation. My laughter used to be reckless and loud. Now it's a mask to wear in a crowd. The scenes I viewed as happiness come as a lot more. A balloon was a bunch of joy, but now depicts the ache of the cellar, the plastic in it, the damage to the world, the fragile happiness, and many more. Is this being wise or just being hollow? Where is the person who used to be me? In this marathon of the progress, in this constant pace, I fear I have won the growth but lost the race. Did I exist in the parts I lost to someone else? Is it faded there when I broke my heart, the piece of the purity taken away by Mr. P or Mr. E? Did I lost it to the long lost friend in the moments I can't make new? Or in the tears that I did not brew? When I close my eyes, am I at the peace? Would that little girl smile if she could see me? Does that brickwork hold me together or just cover my core? How do I know?
Perhaps I will find my answer in the hollow. If in this hollow a pulse remains, I still feel love despite the chain. If I choose the kindness that others mock and keep my heart soft beneath the rock. If tears still betray my studied grace, perhaps I have not lost my original face. If the heart remains broken yet kinder, I'm still at the point where I can't hate. Somewhere I still fall and stand like that old me, the one who learned to walk. Still the battle goes before making decisions. I have not learned how to hold the grudges. If I melt in the smile and cry for unknown, then I guess I'm still me. And if not, then somewhere along the way, I've lost myself. And I hope I'm not too far to be found. Thank you guys. This was the first poem. The second one is अलिकति सुन्दाखेरि लाग्न सक्छ होइन कस्तो स्याड एन्ड डार्क साइडमा मात्रै कुरा गर्छ भनेर बिकज आई ओन्ली राइट वेन आई एकदम एक्सट्रिमली फिल द इमोसन्स अनि त्यो कुरा कहिलेकाहीँ जस्तो अरूको दुःख सुनेर पनि हुन्छ कहिले आफैले भोगेर पनि हुन्छ सो अरूको पोएम चाहिँ अलिकति डार्क साइडमा भनौँ टाइटल चाहिँ डेथ बेड भनेको छ सो अ स्मल स्टोरी बिहाइन्ड इट भन्दाखेरि चाहिँ फ्यु इयर्स ब्याक चाहिँ मेरो आफ्नै एउटा डायग्नोसिस भएको थियो विच वाज मेडिकल इरर त्यसले गर्दाखेरि चाहिँ डक्टर केम एन्ड सेड मी द्याट यु हेभ ओन्ली फ्यु टाइम टु लाइक हुन्छ नि लिभ भन्ने खालको कुरा भएको थियो विच कम्प्लिटली वाज फल रिपोर्ट रङ आएर तर त्यो मुमेन्टमा चाहिँ एकैचोटि अगाडि राखेर भनिसक्दाखेरि चाहिँ लट्स अफ थट्स हियर देयर आई हेभ अ लट अफ ड्रिम म त आई हेभ नट इभन लिभड माई लाइफ भन्ने फिल हुँदै गर्दाखेरि त्यो बेलामा चाहिँ वान थिङ द्याट स्टेड विथ मी के थियो भन्दाखेरि आई जस्ट वान्ट टु ह्याभ फ्यु वर्ड्स जुन चाहिँ मलाई छोडेर जानु छ बिफोर आई गो भनेर थियो अनि त्यो टाइममा चाहिँ हाउ विल इट बी वेन आई डाई काइन्ड अफ क्वेसन्सहरूले आफै लाइक खुदाली राख्दाखेरि लेखिएको चाहिँ कविता छ सो इट गोज लाइक दिस Sometimes I wonder when my time comes, will I even know it? Will the ink be one quite a second too fast to see a blink, a nothing and then know me? Will I lie there knowing it's near? Or will it happen without any fear? No time to reflect, no time to pray, just a moment and I'm taken away. And yet I ask, when I'm gone, what will remain when life moves on? Will anyone cry? Will they recall the parts of me that mattered at all? The truth is clear, no one stays long, grief softens, life pulls us along. Even I, when I lost my own, I could not hold their memory alone. I hope that one day, long after I'm gone, someone like me, lost and alone, will find my words and feel a friend, a voice that speaks, though I have met my end. In their struggle, they will hear my doubt, my search for truth, my question and my shouts. Though the world may forget my name, my words will live on a quiet flame. And in those words, they will find their own, a kind soul though I am unknown. When I'm gone, I hope they will say, she lived her life in her own way. Maybe someone will smile and recall my care, or others will judge me for what was not fair. Perhaps they will whisper, she deserved her pain, or pity the battles I could not explain. But when I close my eyes for the last review, only I will know what is the truth. I was broken, but I still loved. I was hurt, but I still rose. Being kind, though it cost me pain, was the strongest thing I could sustain. I look at myself
myself and I look at myself with a quiet pride. At every moment I could have died, not just in body but in soul, yet I choose to stay, to remain whole. And so, when my deathbed draw near, there will be no space for regret or fear. I'll rest with the pride for the life I lived, a warrior who stay kind till the end. Thank you. First time I was in class 9. त्यो बेलामा चाहिँ 6 months जतिको लागि म ममसँग लङ डिस्टेन्स भएको थियो अनि क्लास 9 तिर चाहिँ एउटा ममको बारेमा कविता लेखेको पढ्नु पर्थ्यो कि हामीले आमा भन्ने सो त्यो पढेर त्योबाट इन्स्पायर भएर मम्मीको लागि लेखेर सुनाउँछु मदर्स डे मममा आउँदाखेरि द्याट विल बी मेरो गिफ्ट भनेर मैले लेखेको थिएँ फर्स्ट चाहिँ त्यो थियो त्यसपछि आई स्टप अनि जब लाइफ गेट्स हार्ड अन मी अनि त्यसपछि अनि भएको वर्ड्सहरू पोख्नलाई ठाउँ नभेट्दै गर्दाखेरि चाहिँ म युजली लेख्छु सो द्याट जसरी मलाई अरूको राइटिङले अरूको वर्ड्सले टच गर्छ इफ इट कुड हिल समवन वर्ड्सले नै भने पनि त्यो चाहिँ त्यो मान्छेसँग पुग्यो भने इफ ओन्ली वान पर्सन ओभर देयर सिटिङ जसलाई चाहिँ अलिकति बेटर फिल हुन्छ भने वाइ सुड नट आई भने जस्तो फिल हुन्छ त्यो भएर चाहिँ लेख्छु अरूले कतिको पढिरहेको हुन्छ अरूको राइटिङहरू म युजली पढि नै रहेको हुन्छु मोस्ट अफ द टाइम आई लभ वर्ड्स अनि वर्ड्सहरू नयाँ नयाँ वर्ड्सहरू थाहा पाउन भयो अनि त्यसपछि पर्सपेक्टिभहरू टोटली आफ्नोभन्दा डिफ्रेन्ट समथिङ आई लभ Any other writers को perspective or writing that you want to share if you want to? No pressure है फेरि त्यस्तो स्पेसिफिक दिमागमै याद भएको चाहिँ छैन सबैलाई नै एडमायर गर्छु किनकि सबैको आफ्नै वे अफ राइटिङ हुन्छ कसैले राम्रो के अरे पेनलाई ग्लोरिफाई गर्नुहुन्छ कसैले पेनलाई पेनै फिल गराइदिएर हिँडी गरिदिनुहुन्छ सो नो स्पेसिफिक त्यस्तो Okay, thank you Anu. थ्याङ्क यू शब्दले कहिले हुन्छ सन्जुला दिदीको कहिले हुन्छ काया दिदीको पर्फर्मेन्स सोइरहनु भएको थियो मलाई वेल द एन्सर इज नाउ अब चाहिँ हुन्छ उहाँको पर्फर्मेन्स सो वी हेभ सन्जुला एन्ड वी हेभ निगम आई थिङ्क उहाँहरूलाई धेरै इन्ट्रोडक्सन दिनु पर्दैन होला होइन मैले जे जति चिन्छु सायद हजुरले अझ बढी चिन्नुहुन्छ होला सो विदाउट एनी फर्दर डु आई लाइक टु इन्भाइट आवर काया सलाम टिमबाट सन्जुला एन्ड निगमलाई अन द स्टेज थ्याङ्क यू ओके म यो सानो एउटा इन्सिडेन्ट सेयर गर्छु सुरुमा चाहिँ अनि त्यसरी जमै त अनि यो जिन्दगीको यात्रा अलिक कठिन रहेछ माया पिरतीको कुरा त अघिभरि सुन्नियो अनि मेरो साथीले चाहिँ मलाई एउटा कुरा सोध्यो क्या अस्ति नै जिन्दगी कस्तो चलिरहेछ यार तेरो भनेर भन्यो जिन्दगी त जुगाडु चलिरहेछ अनि मेरो सङ पनि छ जुगाडु लाइफ सुन्नु होला अनि मैले एउटा सानो लाइन लेखाएको थिएँ छडिक छन् जिन्दगीका रङहरू सबै छैनन् ठुला आकाङ्क्षा छुने चन्द्रमय सरल छ जिन्दगी मुस्कुराए है हार्नुभन्दा ठुलो जित हो लड्नु नै ओके अब चाहिँ एकदम लभवाला माहौल गरौँ आउँछ भने मसँगै गाइदिनु होला त सबैजनाले तन्नु इतना मैं प्यार करा एक पल विच 100 बार करा तू जावे जे मनु छटके मौत दा इंतजार करा कम ऑन सिंग विथ मी कि तेरे लिए दुनिया छोड़ दी है कि तुझ में ही सांस आके रुके मैं तुझको कितना चाहता हूँ कि तू कभी लाउडर कि तेरे लिए दुनिया छोड़ दी है कि तुझ में ही सांस आके रुके मैं तुझको कितना चाहता हूँ कि तू कभी सोच ना सके कुछ भी नहीं है ये जहां तू है तो है इसमें जिंदगी
अब मुझको जाना है कहाँ के तू ही सफर है आखिरी कि तेरी और मुझको लेके चले ये दुनिया भर के सब रास्ते। मैं तुझको कितना चाहता हूँ कि तू कभी सोच ना सके कि तेरे लिए दुनिया छोड़ दी है कि तुझ में ही सांस आके रुके। मैं तुझको कितना चाहता हूँ कि तू कभी सोच ना सके। थ्याङ्क यू। फेरि यो मजा चाहिँ आएन है। हाई जोस हराए जस्तो छ। ह्याप्पी भ्यालेन्टाइन्स डे भएन। ह्याप्पी भ्यालेन्टाइन्स डे। आई लभ यु भनिदिने। सो थ्याङ्क यू सो मच फर इन्भाइटिङ। अनि आई ह्याड वन्डरफुल कस्तो गुड लिसनरहरू। जति पनि कविता भन्ने साथीहरू हुनुहुन्थ्यो अगाडि एकदमै राम्रो कविताहरू भनेर जानुभएको छ। उहाँहरूको लागि प्लिज ताली बजाइदिउँ। एकदम राम्रो काम गर्नुभएको छ। मैले अब 2-3वटा कविता हामीले कोल्याबमा गर्दैछौँ। धेरै साड भयो। एउटा चाहिँ ह्याप्पी कविता छ अबाउट लभ बर्ड जस्तो मेरो लभ पर्दा लेखेको 5 वर्ष अगाडि। सो या लेट्स लिसन दिस है त। He's a songwriter, he's a composer himself. उसको युट्युब च्यानल पनि छ निगम आचार्य भनेर। एकदम राम्रो गीत गाउँछ र अहिले यो कवितासँग उसले जुन गीत गाउँछ त्यो गीत यदि तपाईँहरूलाई राम्रो लाग्यो भने प्लिज गएर सुनिदिनु होला युट्युबतिर। यस यो कविता एकदम बग्ली हुँदाखेरि एकदम खुसी हुँदाखेरि लेखेको कविता हो है यो चाहिँ। आमासँग बजार जान्छु कपडा भने उसको लागि छान्छु। आमासँग बजार जान्छु कपडा भने उसको लागि छान्छु। कहिलेकाहीँ मनै बिहे गर्न उसँग मन्दिर जान्छु। जति अनुहार हेरे पनि नपुग्ने सायद जुङ्गा गन्न छुट्यो कि। जति अनुहार हेरे पनि नपुग्ने सायद जुङ्गा गन्न पो छुट्यो कि। ल्यापटपको स्क्रिनमा चुमेका डामहरू हेर्दा उसलाई हाँसो पो उठ्यो कि। तारिफ गर्ने एउटा आँखा मात्र थिए मध्यरातसम्म बोल्दा डार्क सर्कलले छाइदियो। मन त हातै समातेर संसार डुल्नेछ तर के गर्नु पसिना आइदियो। कल्पना नै नगरेको खुसी प्राप्त हुँदा व्यवहार नै अचम्म लाग्ने। कल्पना नै नगरेको खुसी प्राप्त हुँदा व्यवहार नै अचम्म लाग्ने। हेर न बाटोभरिका देखेका मन्दिर सामु भएछु तिमीलाई माग्ने। कसैले के छ यार भन्दा खासै फरक परेन। कसैले के छ यार भनेर सोद्धा खासै फरक परेन। तर तिम्रो के छ यारले त 3 मिनेटको रोमान्टिक गीत जस्तो सर्दै सरेन। मेरो खाली अङ्गालोलाई तिम्रो बानी परेछ त्यस्तो केही नि छैन भन्छु हल्का हिस्सी परेर छ न त केही नि थिएन तिम्रो मेरो बिचमा। तिमी अलि जिस्कियौ अनि माया बसेछ मन त लाउँछ फोनको वालपेपरमा फोटो टाँसिदिउँ तर डराउने मुटु भन्छ भो छाडिदिउँ। तिमीलाई जिस्काउला नरे अलि फकाउला नरे हाम्रो मायाको कथालाई मित्रताले लुकाउँ भने म त अन्यलैमा परे खै के गर्ने अरे तिम्रो लन्ठुदारे परे म। क्ल्याप क्ल्याप फर निगम। थ्याङ्क यू सो मच। दिस वाज आवर लभ रोमान्टिक कविता गीत। अब चाहिँ अलिकति स्याड छ किनकि कविता लेख्ने मान्छेले अलिकति स्याड लेख्छन् है। यस अब हामी अर्को एउटा कवितामा जान्छौँ। यो कविता चाहिँ अघि 2 कप चिया खाँदा खाँदै लेखेको हो। अलिकति सानो छ छोटो छ मिठो छ।
धेरै टाढाको सँगै हुने रहर सोचेर हाम्रो सम्बन्ध छुट्यो। धेरै टाढाको सँगै हुने रहर सोचेर हाम्रो सम्बन्ध छुट्यो। मैले एक्लै गाँठो पारेका धागो तिमीले कहिले जान दिन्न भनी कसेर होला फ्याट्ट टुट्यो। धागो बटुलेर अञ्जुलीमा पोको पार्दा चाल पाए, धागो बटुलेर अञ्जुलीमा पोको पार्दा चाल पाए, तिमीले होइन मैले बलियो बनाउनै सकिनँ। तर फेरि नयाँ रङ्गी बिरङ्गी धागो आउला तिमीलाई लिन, मसँग नजाऊ भन्ने ठाउँ भएको भए सजिलो कहाँ थियो र तिमीलाई सुम्पिन। नबुझी जिन्दगीको खेला सबै तिमीसँगै हाँसेमा मै मरि गए नि नरुनु मुना तिम्रै लागि बाँचेमा। हिजोको दिन त हिजोले लग्यो आजलाई साँचौन मै मरि गए नि नरुनु मुना तिम्रै लागि बाँचेमा। थ्याङ्क यू। कुनै एउटा क्यारेक्टर फर्केर फेरि यसो आएछ अरे जिस्काउनलाई, अब के हो, जिस्काउनु हो कि सम्झाउन हो कि रुवाउनु हो कि फर्केर आएछ। तिमी आयौ फर्केर म बस्ने सहरमा, तिमी आयौ फर्केर म बस्ने सहरमा, तिमीलाई भेट्दिन भनेको कत्रो सन्देश दिने पानी परेको, मानौ चट्याङले मलाई नै थर्काए जस्तो। वर्षौँदेखि नगएको क्याफेमा कुनाको कुर्सीहरूले हामीलाई सुटुक्क तर्काए जस्तो। हावामा चुरोट नसल्किँदा छेकिदिने तिम्रा हात फर्काए जस्तो। मेरा कुइना नजिकै समय तिमीले सन्चै छौ भन्दा लाग्यो मैले मेरा खुसीहरूलाई हाम फाल्न लामो समयदेखि पर्खाए जस्तो। म बोल्नै नपाई तिमी बोल्यौ मेरो बिहे हुँदैछ, लाग्यो चिरा परेको मुटु बुझ्न आएको तिमी फेरि चर्काए जस्तो। एक्लोमा एकान्त सहर तिमी छैनौ र पो हातसम्म थाकिसके यो आत्मा धड्कन तिमी छैनौ र पो रुन्छ यो मन। कस्तो खालको कविता हो भने या सिचुएसनसिप। कसले भन्यो यहाँ चक्लेट दिन्छु ल पहिले थाहा रहेछ, खुसी लाग्यो। सिचुएसनसिप भन्दा पनि भयो, एउटा क्यारेक्टर हुन्छ सबैजनाको लाइफमा, एउटा एकचोटि भेट्छ जब त्यो बोयफ्रेन्ड पनि होइन, बेस्ट फ्रेन्ड पनि होइन, गर्लफ्रेन्ड पनि होइन, नर्मल साथी पनि होइन, फेरि के हो होइन। सो त्यो क्यारेक्टरको बारेमा लेखेको कविता हो यो। नाजायज संविधान होइन सम्बन्ध नाजायज सम्बन्ध। ल त्यो क्यारेक्टरलाई सम्झिएँ है त मैले त। ऊ न त मेरो मिल्ने साथी न त मेरो माया, ऊ न त मेरो मिल्ने साथी न त मेरो माया, बोलाउने साइनो पनि छैन तर मैसँग हुन्छ दायाँ बायाँ। बेपरवाह उसलाई स्वीकार्ने मेरो कत्रो आँट, बेपरवाह उसलाई स्वीकार्ने मेरो कत्रो आँट, अनि घन्टौँ बसेर जीवनमा के गर्ने भन्ने कुराको साटासाट। मेरो आँसु र मुस्कान बिचको कमजोर समयमा आयो, मेरो आँसु र मुस्कान बिचको कमजोर समयमा आयो। माया पिरतीबाट थाकेकी म साथमा उठ्न सिकायो, उसका आँखा हरेक अड्किएको प्रश्नको उत्तर जस्तो। अल्झिएका दुवै हात हाम्रा पसिना आउँदा मात्रै छोड्ने सम्बन्ध खोइ कस्तो। फेरि मैले चाहेको माया फरक हो, ऊ मेरो सपना होइन, मेरा मात्तिएका आँसुले चिने झै उसको काँधमा म कहिल्यै रोइन।
मैले सम्झेकी छु भन्दा दौडी दौडी भेट्न आउनेलाई म कसरी भुलु? मैले सम्झेकी छु भन्दा दौडी दौडी भेट्न आउनेलाई म कसरी भुलु? अब त लाग्छ म बेग्लै बगैँचामा एक्लै कसरी फुलु? याद छ मेरो हावा मजाकमा जबरजस्ती हाहा रियाक्ट गरिदिएको, मेरो मुड खराब छ भन्दा भएभरको मिमले म्यासेजमा भरिदिएको, तिम्रो गीतलाई साथ दिन म बिच बाटोमा नाचेकी थिएँ। त्यति बेला तिम्रो गीतलाई साथ दिन म बिच बाटोमा नाचेकी थिएँ। त्यस दिन आँखा चिम्म गरी मेरो ओठ तिमीलाई बेचेर बाँचेकी थिएँ। आँखा जुधाउनै नसकी चुपचाप हामी मौनतालाई अँगाल्यौँ। आँखा जुधाउनै नसकी चुपचाप हामी मौनतालाई अँगाल्यौँ। पानीमा भिजेको चुरोट सल्काएको यस्तै यादहरू सँगाल्यौँ। जुनलाई हेर्दै तिम्रो छातीमा टाँसिँदा थाहा भयो त्यो मुटुमा अब ठाउँ छैन। जुनलाई हेर्दै तिम्रो छातीमा टाँसिँदा थाहा भयो त्यो मुटुमा अब ठाउँ छैन। जिउन सिकाइ छाडी गयो धन्यवाद दिनलाई हाम्रो सम्बन्धको केही नाउँ छैन। किन छौ तिमी मेरो आडु बनी, किन छौ तिमी मेरो सास सरी, किन छौ तिमी अङ्गालो भरी, किन छौ तिमी मेरो आडु बनी, किन छौ तिमी मेरो सास सरी, किन छौ तिमी अङ्गालो भरी, किन? बल्ल रमाइलो लाग्यो जस्तो लाग्यो है मलाई चाहिँ, भाइब भयो जस्तो लाग्यो। आई थिङ्क एउटा लास्ट कविता भन्न जाँदैछु। यो कविता चाहिँ मैले यति एयरलाइन्स क्रास हुँदाखेरि लेखेको कविता हो। सुत्नै सकिनँ त्यो बेलामा। अनि त्यो बेलाको पाइलट हुनुहुन्थ्यो कमल केसी। अनि आई रोड दिस मी बिङ एज कमल केसी जसरी। बाँकी कविताले भन्छ है। जाँदैछु म संसारै छोडेर, बाँसैको यो डोलीमा चढेर, म कमल केसी, हिजोको यति एयरलाइन्सको सिनियर पाइलट र आजको लास। म बोल्दैछु जुरुक्क उठेर, जलिसकेको मेरो शरीरलाई त्यही कोप्चेरोमा छोडेर। खोज्दैछु एक मुठी सास। फेरि बाँच्ने रहरले होइन, केही कुरा भन्न बाँकी छन्। किनभने सेती नदी हिजो एकाएक काली बाँकी छन्। म यतै छु, पहाडको भित्तामा, घरको भित्तामा, फेसबुकको भित्तामा फोटो पनि टाँसिएछु। बादलहरूसँग लुकमारी खेल्ने म हेर कसरी धरती चिर्दै भाँसिएछु। पहिलो मृत्यु मेरो थियो। मेरो आँखा त्यति बेला पहाडभन्दा ठुला भई उफ्रिए। भगवानको नाम पुरा जप्नै नपाई शरीर र आत्मा चट्ट टुक्रिए। मैले देखेँ जिउँदै बलिरहेको बच्चा आदि शरीर काठमाडौँमै छोडेर आए जस्तो पुरुषको टाउको। पेटमा सन्तान बोकी आगोमा पौडी खेल्दै डुबेकी आमा कुन कुनामा उछुट्टियो पत्तो छैन बाउको। आफू ठोक्किँदा ठोक्किँदै अङ्गालोमा गिटार जोगाउने प्रयासमा सङ्गीत प्रेमी मर्यो। आफू ठोक्किँदा ठोक्किँदै अङ्गालोमा गिटार जोगाउने प्रयासमा सङ्गीत प्रेमी मर्यो। मानव कालले एउटा डरलाग्दो मुभी सुटिङ गर्यो। मैले देखेँ टन्नै जिउँदा मान्छे आएको। बल्ल जहाज दन्किन थाल्यो। ढुङ्गा बीच परेकीको सास थियो कि त्यही देखेर अर्को मान्छे हाम फाल्यो। मैले देखेँ मेरो देशको अबुझ युवा अबुझ मन्त्री हेर कुरा कसरी टाल्यो। एउटा कागजको प्लेन उडाउनेको सपना फेरि पनि ढाल्यो। शान्त फेवाताल सधैँ उम्लिन्थ्यो होला मृत्युको जन्तीले पोखरा सोरिएको भए। शान्त फेवाताल सधैँ उम्लिन्थ्यो होला मृत्युको जन्तीले पोखरा सोरिएको भए। सायद म जिउँदै हुन्थेँ होला बेलैमा हवाईजहाजको कुरा सडकमा गरिदिएको भए। यस्तै हो भने अर्को माघे सङ्क्रान्तिसम्म कति जहाजहरू खस्ने हुन्। कमल केसी छैन अब, विडम्बना जहाजहरू बस्तीहरूमै पस्ने हुन्।
हटाउनै पाए नि हुन्थ्यो एकैछिनलाई भए पनि रमाउनै पाए नि हुन्थ्यो भोलि सारा संसारलाई जाँदैछु म मायालाई मारेर बाँसैको यो डोलीमा चढेर आई थिङ्क यति नै थियो हाम्रो तर म लास्टमा एउटा सानो लाइन भनेर मैले यहाँ अगाडि हाम्रो पूर्णिकाजीको मामु पापा होला सिनियर हामी भन्दा के पूर्णिमा सरी पूर्णिका भन्दा सो आई वुड लाइक टु सिङ समथिङ तर मलाई ह्याप्पी गीत गाउन अझै आउँदैन स्याड नै छ तर म अलिकति गुनगुनाउन चाहन्छु तर त्योभन्दा अगाडि दुईवटा लाइन छ यो दुईवटा लाइन चाहिँ फेरि अर्कै पर्सपेक्टिभबाट छ यो लङ डिस्टेन्स मायालुहरूको लागि हो यो चाहिँ है लङ डिस्टेन्स भनेर अनि टाढा गएपछि अर्को मायालु बनाउनेहरूको लागि टाढैबाट माया गर्ने न्युमा टाढिएको तिमी अरू कसैको नजिक पो भयो कि टाढैबाट माया गर्ने न्युमा टाढिएको तिमी अरू कसैको नजिक पो भयो कि मेरो अँगालोमा ब्रह्माण्ड देख्ने तिमी कुनै जुन ताराको पछि पो गयो कि रातारात बदलियो दुचियाको मिठास कसरी कफीमा खोज्यौ गुलाबको सुगन्धमा मरिहत्ते गर्ने तिमी कसरी सूर्यमुखी रोज्यौ गुलाबको सुगन्धमा मरिहत्ते गर्ने तिमी कसरी एकाएक सूर्यमुखी रोज्यौ भविष्यमा सूर्यमुखीको बगैँचामा गुलाबको आश त पक्का गर्दैनौ नि मिठास खोज्ने बहानामा कफीको कपमा फेरि दुचिया त भर्दैनौ नि सो दिस वाज द सर्ट पोएम अनि अब सानो एउटा गुनगुनाउँछु अनि हामी सकिन्छ होला हाम्रो सेट त्यो गीत चाहिँ फतेमानको गीत छ मेरो जस्तो माया दिने तिमीलाई हजार होलान् तिम्रा लागि मेरो जस्तो हजार हजार मुटु रोलान् जसलाई आफ्नो सम्झेको थिए उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ धन्यवाद थ्याङ्क यू सो मच फर लिसनिङ सक्यो थिङ्क फर्स्ट अफ अल धेरैजना हुन्छ नि कायराको के भन्छ कायराबाट इन्सपायर भएको मान्छेहरू हुनुहुन्छ होला कायरा जस्तो लेख्न चाहनुहुन्छ होला उहाँहरूलाई चाहिँ हाउ डिड इट स्टार्ट र वाट मेड यु टु राइट भन्ने वाला स्टोरीबाट सेयर गर्नु What made you write? I mean, how did this all start? म चाहिँ I used to write a lot of diaries. मलाई सरले पिट्यो म साइन्समा फेल भएँ भएको सबै कुरा मलाई एज अ 3 चोटि पुपायो
हरेक कुरा लेख्थेँ क्या, हरेक कुरा। कसैले त्यो अलिकति फिल्टर गरेर लेख्छ होला नि त। म पहिला 9-10मा चाहिँ हरेक कुरा लेख्थेँ, अनि बिस्तारै पछि चाहिँ हिट हुन थालेपछि, अलिकति बुलीसुली हुन थालेपछि, ए तिमी त कस्तो काली तराईबाट आएको रहेछ, हिन्दीमा बोल न भनिदिने के साथीहरूले होइन। अनि अब कहाँ पोख्ने त त्यो कुरा। अनि तिमी गेम अफ थ्रोन चाहिँ नहेर्दो रहेछ, युआर नट इन्भाइटेड इन आवर ग्रुप भन्ने है एउटा फोमो हुन्थ्यो नि त 12मा पढ्दा, धेरै वर्ष अगाडि। सो बिस्तारै बिस्तारै यो सबै कुराहरू चाहिँ आई थिङ्क सोसल इन्जस्टिसबाट स्टार्ट भयो भन्छु म चाहिँ। लाइक वाट एभर डिस्क्रिमिनेसनहरूले छिटो छुन्थ्यो क्या मलाई। माया पिरतीको कुरा चाहिँ पछि डिजिटलमा मार्केटिङमा धेरै भ्युज आउँदो रहेछ भनेर थाहा पाएँ। बट देन सोसल इन्जस्टिसको कुरा चाहिँ जहिले पनि मलाई त्यो एउटा खालको ड्राइभ भइरहन्थ्यो। म लेख्छु एभ्रिवेयर टाइम त्यो समाजमा हुने कुराहरू एकदम अब्जर्भ गर्थेँ म, अनि लेख्न मजा आउँथ्यो, त्यही होला सायद। अनि अर्को आई थिङ्क त्यही भएर तिमी ल पढ्यौ। आई एम अ ल ग्रेजुएट अनि आई एम अ लयर भन्दा नि हुन्छ। बट अलिकति अहिले यो 1 वर्ष भयो, विगत अलिकति 2-3 वर्षदेखि चाहिँ मैले पोइट्री गर्न सुरु गरेँ स्टेजमा। तर 1 वर्ष भयो मैले आफ्नै प्लेटफर्म खोलेर जहाँ चाहिँ 200-300 अडियन्स आउनुहुन्छ। अहिले एकदम राम्रो पोइट्रीको कल्चर बनाइरहेको छु बिस्तारै। सो यो फाउन्डेसन अलिकति बलियो होस् भनेर म लतिर छैन, तर म लबाट टाढा पनि जाँदिनँ। आई विल गो ब्याक टु ल। ल अब चाहिँ क्वेसन अब निगमलाई। निगम आर यु इन्फ्लुएन्स, तिम्रो नाम भन, सोनु निगमसँग केही सम्बन्ध छ? सबैले मलाई त्यही नै सोध्छ। छ त्यसमा डेफिनेटली त्यो चाहिँ हो। खासमा म बच्चा अलि छट्टु थिएँ कि, अनि साथीको नाम सोनु थियो अनि मैले नाम निगम राख्थेँ। त्यही हो स्टोरी, केही पनि छैन। साँच्चीकै? हजुर। न त एक्चुअल नेम के थियो? एक्चुअल नेम मेरो घरमा चाहिँ विशाल भन्नुहुन्छ मलाई खासमा, तर पछि चाहिँ अनि मैले आफै नै चेन्ज गरेर अनि मैले म्युजिक स्टार्ट गरेपछि मैले नाम निगम राखेँ। ए आफ्नो पण्डित आफै नै रहेछौ तिमी त्यसो भए? युजली मलाई धेरै क्वेसन भएर चाहिँ कतिजना पोइट्री पनि लेख्नुहुन्छ, म्युजिक पनि बजाउनुहुन्छ, तर सङ राइटिङ चाहिँ कसरी गर्छ, सङ चाहिँ कसरी बन्छ? त मलाई लेख्नु नै आउँछ, बजाउनै आउँछ, तर आई कुड नट मेक सङ भनेर चाहिँ धेरै सोध्नुहुन्छ क्या। सो वाट्स यो फर्मुला अफ मेकिङ अ सङ? सङको त्यस्तो फर्मुला त छैन होइन, इट्स अ नेचुरल प्रोसेस। अब म्युजिक इज द लास्ट म्याजिक लाइभ इन द वर्ल्ड भन्छ नि त, अनि यो म्याजिकै हो। म्याजिक हुन्छ, लेखिन्छ, द्याट्स इट। केही फर्मुला त त्यस्तो मलाई थाहा छैन, बट लेख्न चाहिँ छोड्नु भएन भन्ने कुरा हो, त्यति। सो अर्को एउटा क्वेसन, यो आई थिङ्क धेरैजनाले सोधि पनि सक्नुभयो होला दुवैलाई। लेख्दाखेरि कसरी लेखिन्छ हुन्छ नि? डु यु अब्जर्भ समथिङ अर इमेजिनेसन गर्नुहुन्छ कि वा केही कुरा हिट भएपछि लेखिन्छ हुन्छ? जस्तो म्युजिकमा नि यु हेभ प्रोसेस, पहिला म म्युजिक बनाउँछु देन आई फिल द वर्ड्स हुन्छ कि, अर मेबी म एउटा लेख्छु अनि देन कम्पोजिसन गर्छु भने सङ राइटिङमा, अनि त्यसपछि आई गो टु द पोएट्री पनि है त? मेरो सङ राइटिङ प्रोसेसमा चाहिँ मैले सुरुमा अघि भनेको थिएँ मलाई स्टोरी निगम विथ हिज स्टोरिज भनेर चिन्नुहुन्छ होइन, अनि म चाहिँ सुरुमा स्टोरी बनाउँछु, एउटा इमेजिन गर्छु त्यो कुरा, अनि त्यसलाई नै लाइनमा ठ्याक्क पारेर आई डोन्ट नो कसरी आउँछ यो चाहिँ। अब मैले म्युजिक त्यसरी पढेको पनि छैन, सिकेको पनि छैन, आउँछ अनि त्यसरी बनाउँछ भाइ, त्यो केही फर्मुला चाहिँ छैन। मेरो चाहिँ लेख्ने प्रोसेस सोध्नुभयो। म चाहिँ अलिक सामान्य हुन खोज्छु, सिम्पल। म अलिकति जुन जति पनि कविताहरू भने मैले, आई डोन्ट थिङ्क धेरै मेटाफोर, धेरै भास्ट, एकदम भेग थियो जस्तो लाग्दैन कि मलाई चाहिँ। बरु कम्प्लेक्स कुरा बुझ, त्यसलाई चाहिँ सिम्प्लिफाई गर, अनि सिम्पल तरिकाले अट्र्याक्ट गर्छ। सिम्पलमा मान्छेलाई, धेरैजना मान्छेहरू अट्र्याक्ट हुन्छ। तिम्रो टार्गेट कतिजना हो, त्यो एकदम डिक्सनरी खोजेर एकदम भारी भारी शब्द ल्याएर 2-3जनालाई इम्प्रेस गर्ने हो कि सिम्पलले धेरैलाई छुने हो भन्ने कुरा जस्तो लाग्छ मलाई। आई ट्राई टु राइट सिम्पली। That also pretty much explain what poetry is all about. Saying too much in a very little भनेर भनिन्छ नि त पनि। हामी यसो चाहिँ कतिजना अब मैले सजेस्ट गर्दा पनि they try to find very complex word अनि सिम्पल कुरा कम्प्लेक्समा रहन्छ, अनि आई थिङ्क यु डिफाइन इट इन अ बेटर वे। गाह्रो कुराहरू चाहिँ सजिलो बनाउँछ त पोएट्री भनेर। अनि एनिथिङ द्याट यु वान सेयर टु एस्पायरिङ पोएट्री, जसलाई चाहिँ पोएट बन्न मन छ अर मेबी कुनै पनि लेख्नुहुन्छ तर सेयर गर्न अलिकति हुन्छ नि, झिकझिकाट हुन्छ, अनि सो उहाँहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ फ्रम बोथ साइड? आई थिङ्क तपाईँहरू कतिजनाले कविता
लेख्न थालेको भर्खर भर्खर भएको छ होला अथवा धेरै वर्ष भइसकेको छ अथवा मैले जस्तो डायरी लेखेर यत्रो खाद परिसकेको छ होला होइन। मैले चाहिँ के भन्न खोज्छु भने राइट समय आउँछ कि भनेर त्यसरी पनि नकुर्नु होला। आफूलाई जहाँ मन लाग्छ जसरी यसरी स्टेजमा आएर पर्फर्म गर्न मन लाग्छ भने स्टेजमा, नत्र भने अहिले त कति सजिलो छ कि भ्युज गर्न कि कमाउनलाई डिजिटलमा यताउति होइन। कसरी हुन्छ लेख्न नछोड्नुहोस् अनि तर आफूले आफूलाई एकदम प्रेसराइज गरेर डेडलाइनमा म आज यो सक्छु म आज दामी बनाउँछु भनेर पनि प्रेसर पनि नगर्नुहोस्। डोन्ट बी हार्स अन यर सेल्फ है। बिस्तारै हुने कुरा हो, केबाट इन्सपिरेसन मिल्छ भन्ने कुरा चाहिँ पहिला आफैमा क्लियर हुनुहोस् अनि त्यसरी चाहिँ वातावरण मिल्दै जान्छ जस्तो लाग्छ मलाई। सो जो एस्पायरिङ आफ्नो आर्टिस्टलाई चाहिँ नयाँ सङ राइटर्सहरूलाई चाहिँ म्युजिक त अब त्यही हो, फिल गर्नु पऱ्यो। मेन कुरो त फिल नै हो। अनि फिल गर्नु, जे मन लाग्छ त्यही कुरा लेख्नु। सङ पर्फेक्ट हुनुपर्छ भन्ने जरुरी छैन। मैले स्टार्ट गर्दाखेरि पनि मलाई म्युजिकको एम पनि थाहा थिएन। अहिले एटलिस्ट सङहरू बनाइरहेको छु, ड्रप गरिरहेको छु। म्युजिकको कुनै फर्मुला पनि हुँदैन, जे लेख्न मन लाग्छ त्यही लेख्ने। अलि टाइम पछि चाहिँ रियलाइज हुन्छ एकदम मैले केही न केही चाहिँ लेखिरहेको रहेछु भनेर लेख्न छोड्नु भएन। द्याट्स इट। Okay, thank you. So we are almost the end of our event. I'd like to invite all the performers actually photo चाहिँ खिचौँ हामी अनि then we'll officially end the part. But